जनताहरू चरेर तल आउँदैछन्। 5-7 वटा तल आइपुगे। अरू सबै यो वनभित्र यता चरिरहेछन्। अब आफ्नै सुरले तल आइरहेछन् जनताहरू। अब बिस्तारै तल आउँछन् जनताहरू। यहाँ चाहिँ बिकासी घाँ लगाएको थियो, सबै खाइस्यो। अब आफै खोजी खान्छन्। यहाँ चाहिँ हामी बाख्रा गोठालो जङ्गलमा घाँसा मस्तले चरिरहन् जनताहरू। जनताहरू यहाँ पनि छन्। यो चाहिँ हाम्रो राजाको भाइ डन चाहिँ डन हो। डन यिनीहरू चाहिँ आफ्नै सुरमा चरिरहन्, सबै आफ्नै तालमा। म चाहिँ यो जनताहरूको गोठाले। जनताहरू जङ्गलभित्र छन् सबै। गर्मी छ, शीतल खोज्दै घाँस खोज्दै आफ्नै सुले चरिरहेछन्। यहाँ मेरो बाख्राको खोर चाहिँ यहाँ छ 2टा। यो चाहिँ मेरो बाख्रा खोर। बाख्रा खोर कस्तो डिजाइन थाहा थिएन, यस्तो बनाएको छौँ हामीले चाहिँ। बाख्रा पाल्न भर्खर सुरु गरेको हो। जनताहरू सबै आफ्नै सुरमा चरिरहेछन्। यो भित्र बसेर तितपातीको झाङभित्र बसेर यसरी खाइरहन् बाख्राले। कोही यसरी खेतमा घाम ताप्नलाई व्यस्त छन्, घाम तापिरहेछन्। कोही जङ्गलभित्र गएर आफै चरिरहेछन्। हाम्रो चाहिँ यस्तो जङ्गल छ। यस्तो जङ्गलमा बाख्राहरू धेरै रुचाउँछन् चर्नलाई। आफ्नै मुखले छानी खान पाउँछन्। यस्तोमा छोडिदिएपछि मेरो खोरहरू यहाँ माथि यत्रो जङ्गलमा चाहिँ आफै चरी खान्छन्। आफ्नै मनले जे मन लाग्यो त्यही खान्छन्। रोजी छाडी खान पाउँछन् उनीहरूले आफ्नै तरिकाले। त्यसरी मैले घारीभित्र हालिरहेको छु। सबै लगभग 2 घन्टा जति भयो। जनताहरू कोही निस्किने काम भएन यहाँबाट।